यो विकेन्डमा यदि हजुरहरू काठमाडौँको वरिपरि कतै हाइक या राइड जाँदै हुनुहुन्छ भने काठमाडौँको बालाजु बाइपासबाट फुलबारी गेट हुँदै जामाचो गुम्बासम्मको पदयात्रा सँगै गरौँ है त। यहाँ रहेको कालीध्वज गढको सुरक्षामा रहेको यस निकुञ्जको प्रवेश शुल्क भने हजुरहरूले 100 रुपियाँ तिरिसक्नु भएपछि आफूले सँगै लिएर गएको सामानको विवरण समेत पेश गर्नुपर्ने हुन्छ। अब यस बाटो हुँदै भने सुरु हुन्छ हाम्रो 2 देखि 2.5 घण्टाको पदयात्रा। यदि हजुरहरू पदयात्रा गर्नु चाहनुहुन्न भने पनि यहाँबाट 40 देखि 45 मिनटको रोड ट्रिप हुँदै हजुरहरू बाइकमा या आफ्नो मोटरमा पनि जान सक्नुहुन्छ। समुद्री सतहबाट 2100 मिटरको उचाइमा रहेको छ जामाचो गुम्बा धार्मिक आस्थाको साथसाथै यहाँबाट देखिने उपत्यका र अनेकौं हिम श्रृङ्खलाहरूको दृश्य हेर्नका लागि पनि निकै लोकप्रिय मानिन्छ यो ठाउँ। बौद्ध स्तूपको ठिक्क मुनि छन् लक्ष्मी गणेश लगायतका मूर्ति र चन्द्र सूर्य अंकित यो शिलालेख पनि। बुद्ध स्तूपको साथसाथै गुरु पद्मसम्भवको गुम्बा जुन 2058 सालमा स्थापना गरिएको थियो। त्यस गुम्बा बाहेक अन्य धार्मिक आस्थाका मठ मन्दिरहरू सँगसँगै यहाँ रहेको अर्को आकर्षकको केन्द्र भनेको यो भ्यू टावर पनि हो, जहाँबाट हजुरहरूले सुन्दर दृश्य अवलोकन गर्न सक्नुहुन्छ। यहाँ टाङ्गिएका यी लुङदारहरूले यस ठाउँको शोभा झनै बढाए जस्तो लाग्छ। हिन्दू र बौद्ध धर्मावलम्बी दुवैको आस्थाको केन्द्र मानिने यो जामाचो फुलचौकीको कान्छी बहिनीको रूपमा पनि चिनिन्छ। प्रत्येक वर्षको चैत्र शुक्ल पूर्णिमाको दिन बिहानै बालाजु 22 धारामा स्नान गरेर यहाँ आई पूजा पाठ गर्ने र 108 दीप प्रज्वलन गर्ने परम्परा पनि रहेको छ।